स्वीकृति लिएर गर्ने स्टेज बनाउने कुरा अनि मान्छेलाई बोल्नै नदिकन असुर घाँस हानेपछि के हुन्छ? परिणाम त त्यस्तै आउँछ। त्यो मात्रै होइन, इन्ट्रेस्टिङ कुरा अब के छ भन्नुहुन्छ भने अहिले जस्तो रविन्द्र मिश्र, धवल शमशेर राणा जस्ता चाहिँ भन्नुहोस् जनताले चुनेर पठाएको प्रतिनिधि र डेमोक्रेसीको भनौँ न आजीवन चाहिँ एउटा चाहिँ वकालत गरेर हिँड्नुभएको रविन्द्र मिश्र जस्ता मान्छेहरूलाई सरकारले पावरको दम्बको भरमा लगेर दिन्छ, हतकडी लगाएर तपाईँको हतकडी लगाइ त्यो मिडियामा देखाएको त्यो डोमिनेसन गर्न खोज्यो, उसलाई सप्रेस गर्न खोज्यो है। अनि उहाँहरूलाई चाहिँ त्यो लगेर चाहिँ जुन थुन्ने काम गरेको छ, यसले त अझ सरकार पेट्रोल खनाउँदैछ। यो आगोमा हुन्छ नि पेट्रोल। मेरो विचारमा त यो राप्रपासँग गर्ने हो कि राजासँग गर्ने हो कि कोसँग गर्ने हो, डायलग गर्नुपर्छ भन्छु म। हिजो अस्ति माओवादी जनयुद्ध हुँदाखेरि सुरुमै चाहिँ सरकार जिम्मेवार भएर डायलग गरिदिएको भए 17,000 मान्छे मर्दैन थिए, 60,000 मान्छे घाइते हुँदैन थिए, कयौँ मान्छे विधवा भए भएनन्। त्यति बेला जिम्मेवारी कसरी फिल गरेन नि। पछि हामीले गिर्जाउ र प्रचण्डजीको बिचमा वार्ता गऱ्यौँ, परिणाम त आयो त, निस्किँदो रहेछ सोल्युसन। आखिर यही देशको नागरिक हो हामी भनेदेखि आन्दोलनकारीहरू र सरकारको बिचमा म चाहिँ भन्छु टाइममा डायलग गरौँ। यसलाई पकड्ने धकड्ने, धवल शमशेरलाई थुन्ने, रविन्द्र मिश्रलाई थुन्ने, यो काम बन्द गरौँ। बिना शर्त उहाँहरूलाई रिहाई गरौँ र घटनाको सत्य तथ्य उहाँहरूले भने जस्तै त्यो राप्रपाले माग हो भनेर हेर्नु भएन। उहाँहरूले मागेको माग मलाई सोध्नुहुन्छ भने यो जायज छ। एउटा निष्पक्ष छानबिन समितिको गठन गरौँ। र फेरि पनि म तपाईँलाई भन्न चाहन्छु, सरकारले अथवा सरकार नियन्त्रित प्रहरीले अथवा सेनाले जसले हो उसले असुर घाँस पहिला स्टेजमा फ्यालेको हो भने यो सबै त्यो भाटबटी जलाउनेदेखि लिएर सबै कुराको जिम्मेवार सरकार हुन्छ, आन्दोलनकारी हुँदैन। यो कुरा बुझ्नु पऱ्यो। हामीले पनि आन्दोलन गरेको, हामीले पनि भएको, असुर घाँस खाएको, अनि त्यहाँ चाहिँ रियाक्ट गराएपछि हान्न थालेपछि छर हान्न थालेपछि त मान्छे त ऊ पनि त रिसाउँछ नि, कन्ट्रोल हुँदैन नि, अनकन्ट्रोल हुन्छ नि। अझ यो त के अरे चाहिँ डेडिकेटेड कार्यकर्ताहरूको भिड थिएन, आक्रोशित मान्छेहरू, उत्पीडितहरू जसले 2 छाक भातको निम्ति सङ्घर्ष गरिरहनु परेको छ होइन, त्यस्ता मान्छेहरूको समूह थियो यहाँ। भनेदेखि उसँग के छ, मरे एउटा जिन्दगी हो होइन, जिते संसार जित्छु भनेर आएको छ त्यहाँ।